सवारी साधनको परिचय भनेको सवारी साधनमा रहेको सवारी नम्बर प्लेट हो। तपाईँको पनि सवारी साधनको नम्बर प्लेट कस्तो छ? स्पष्ट छ वा छैन एकपटक हेर्नुहोस् है। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा सवारी साधनहरूको सवारी नम्बर प्लेट स्पष्ट छ छैन भनेर एउटा सूचनात्मक कार्यक्रम गरेको छ। वीरेन्द्रनगर बजारमा गुड्ने सम्पूर्ण सवारी साधनहरूको सवारी नम्बर प्लेटको अवस्था के छ, सवारी नम्बर प्लेट स्पष्ट छ छैन भनेर हेरेर उनीहरूलाई तत्काल नै नम्बरदया फेर्न अर्थात् नम्बरलाई सफा गर्न अनुरोध गरिरहेको छ। यसै क्रममा आज हामी मङ्गलगढी चोकमा छौँ। मङ्गलगढी चोकमा आइरहँदा यहाँ यति बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी साधनको चेकजाँच गरिरहेको छ। आउनुहोस् आज के भयो, यसले के फाइदा हुन्छ अर्थात् सवारी साधनमा नम्बर प्लेटको महत्त्व कति छ भन्ने बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारसँग कुराकानी गरौँ। एउटा सवारी साधनमा सवारी नम्बर प्लेट कतिको जरुरी छ, यो स्पष्ट हुँदा अर्थात् नबुझ्दै हुँदा के कस्ता समस्याहरू आइपर्छ? एउटा सवारी साधन जुन चाहिँ सवारी साधनको वास्तविक नम्बर हो, जुन दर्ता भएको छ, त्यो दर्ता भएको नम्बर सवारी साधनमा स्पष्ट रूपले देखिने खालको हुनुपर्छ। त्यो हुनु र नहुनुको पछाडि धेरैवटा कुराहरू जोडिएको हुन्छ। जस्तो कि हामीले अरू कुराहरूका साथसाथै यहाँ चाहिँ कुनै सवारी साधनले सवारी दुर्घटना गराएर फरार भयो, कुनै हिट एन्ड रनको केस त्यस्तो केसहरू आयो भने त्यो खण्डमा चाहिँ हामीले कुनै सिसिटिभी फुटेजहरूबाट पनि त्यसलाई निकालेर सिसिटिभी फुटेज निकालेर त्यसलाई पत्ता लगाउन सजिलो हुन्छ। नम्बर 1 मा चाहिँ सबैभन्दा ठुलो हो चाहिँ दुर्घटना गरायो, कसैको ज्यानै जाने अवस्था रहन्छ, कोही अङ्गभङ्ग रहन्छ, त्यसरी चाहिँ भागेको सवारी साधनलाई पनि हामीले विभिन्न सिसिटिभी फुटेजहरूको माध्यमबाट त्यो नम्बर प्लेट क्लियर भयो भने त्यसबाट रिड गरेर हामीले के गर्न सकिन्छ, त्यसलाई सवारी साधनलाई नियन्त्रणमा लिन सकिन्छ। त्यो एउटा हाम्रो यो विशेष रूपले त्यो गर्न सकिन्छ। त्यसै गरी कुनै पनि सवारी साधन कुन कसुरमा संलग्न थियो अथवा थिएन भन्ने कुराहरू, कुनै सवारी साधनमा कुनै गैर कानुनी कुनै माल सामान पनि ओसार पसार भएको अवस्थामा अथवा कुनै लागु औषध अथवा विभिन्न भनौँ न कुराहरू चाहिँ ओसार पसार छ, यो सवारी साधन संलग्न थियो भने पनि हामी सिसिटिभी फुटेजको माध्यमबाट अरू कुराहरू पनि हामीले यसरी के हुन्छ त्यो सवारी साधनलाई पत्ता लगाउन सकिन्छ। यदि नम्बर प्लेट एकदम घटना घटिहाल्यो, कुनै हिट एन्ड रन भयो तर नम्बर प्लेट चाहिँ क्लियर भयो भने हामीले के हुन्छ, घटना घटेपछि पनि तत्कालै कुनै ड्युटी छ, प्रहरी छ भने प्रहरीले ठ्याक्क नम्बर प्लेट स्पष्ट देख्न सक्छ र अर्को स्टेसनलाई के भने त्यसले जानकारी गराउँछ कि यति नम्बरको सवारी साधन हिट एन्ड रन अथवा दुर्घटना गराएर भागेको छ, त्यसलाई नियन्त्रणमा लिनु भन्छ। हामीले अर्को ठाउँमा गएर त्यसलाई के गर्छौँ, समात्न सकिन्छ। यसको नै मेन चाहिँ यसको उपयोगिता चाहिँ यो हो खासमा। आजको यो चेकिङबाट के देखियो, सवारी साधनहरूमा तपाईँले के गर्नुभयो आज हामीले यो अलिकति हामीले सधैँ जसो सवारी साधनलाई कारबाही गर्ने, सवारी चालकलाई कारबाही गर्ने गरिन्थ्यो। कारबाही मात्रै नभएर आज हामीले विशेष गरी सम्झाइ बुझाइ गर्ने, कुनै पनि सवारी साधनको नम्बर प्लेट क्लियर नभएको अवस्थामा त्यसलाई अन द स्पोट हामीले चाहिँ उहाँलाई सम्झाइ बुझाइ गरेर उहाँलाई नम्बर हामीले डकुमेन्ट कागजपत्र साथमा राखेर उहाँलाई त्यो नम्बर प्लेट लेखाउन लगाएर अनि लेखाएर ल्याइसकेपछि उहाँलाई सम्झाइ बुझाइ गरेर कुनै पनि जरिवाना नगरेर हामीले उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उहाँलाई डकुमेन्ट दिएर पठाउने गरेको छौँ। उहाँले कतिवटा सवारी साधनहरूले नम्बर प्लेट फेर्न अर्थात् के गर्न लाउनु भयो? हामीले अहिले चाहिँ अघि रिसेन्टली अझ पनि भइरहेको छ, तर हामीले 42वटा जति सवारी साधन चाहिँ अघि भर्खर मैले डेटा निकालेको थिएँ। 42वटा सवारी साधनलाई नम्बर प्लेट नदेखिने एकदमै अस्पष्ट भएको सवारी साधन विभिन्न 2 पाङ्ग्रे 4 पाङ्ग्रे सवारी साधनलाई चाहिँ अन द स्पट लेख्न लगाएर 42वटालाई हामीले पठाइसकेका छौँ। अहिले पठाइसकेका छौँ, अझ कन्टिन्यू हुँदैछ। यसलाई हामी कन्टिन्यू चाहिँ पछिसम्म पनि गर्नेछौँ। र अन्त्यमा के भन्न चाहनुहुन्छ सम्पूर्ण सवारी चालकहरूलाई? सम्पूर्ण सवारी चालकलाई म के भन्न चाहन्छु भने कुनै पनि उहाँले सवारी साधन चलाउनुपर्छ हुन्छ भने सवारी साधनको अवस्था ठिक हुनुपर्छ। त्यस सँगसँगै ठिक हुने अवस्थामा के पनि पर्छ भन्दा उहाँले राखेको नम्बर प्लेट सबैले प्रष्ट रूपमा देखिने खालको चाहिँ हुनुपर्छ 1 नम्बरमा। र उहाँले चाहिँ कुनै सवारी साधन त्यसरी चाहिँ चलाउँदै गर्दा उहाँको अघि पनि देखियो जस्तै नम्बरै अरू कुनै फोकस लाइटहरू राखेर पनि नम्बर प्लेट नछोपेको देखियो, त्यसरी चाहिँ नराख्नु होला। नम्बर प्लेट आफ्नो चाहिँ कुनै ध्वजा पतंगा हुन्छ उहाँले राख्नुहुन्छ, त्यसले पनि नम्बर प्लेट छेकेको हुन्छ, त्यसरी नछेकिदिनु होला। नम्बर प्लेट प्रष्ट रूपमा टाढेबाट देख्ने किसिमले सवारी साधन चलाउनु होला। आफ्नो सवारी साधनको मेकानिकल पार्टहरू चाहिँ सवारी साधन चेकजाँच गरेर मात्रै दुरुस्त चाहिँ भएपछि सवारी साधन चलाउनु होला, जसले गर्दा के हुन्छ दुर्घटना हुनबाट बचिन्छ, आफू पनि बचिन्छ र अरूलाई पनि बचाइन्छ। त्यसकारण सम्पूर्ण सवारी चालकहरूलाई चाहिँ म यो अनुरोध गर्दछु। धन्यवाद सरहरूलाई। थ्याङ्क यू।